संसारका सम्पूर्ण आमाप्रति हार्दिक सम्मान, नमन र अनन्त प्रेम। संसारमा कुनै सम्बन्ध निस्वार्थ, निष्कलङ्क र अमूल्य छ भने त्यो आमा र सन्तानको सम्बन्ध हो। आमाले आफ्नो सन्तानको लागि केवल समय मात्रै होइन, आफ्नो सपना, आराम, रहर र कहिलेकाहीँ आफ्नो सम्पूर्ण जीवन पनि समर्पण गरेको हुन्छन्। सन्तानको खुसीको लागि आफू भोकै बस्छिन्, दुःख सहन र हजारौं पीडा लुकाउन पनि एक आमा तयार हुन्छन्। जब संसारले साथ छोड्छ तब पनि आमाको माया कहिले कमजोर हुँदैन। जब सन्तान लड्छ आमा ढाल बनेर उभिन्छन्। जब सन्तान रुन्छ आमाको मुटु पनि भित्रै रुहिरहेको हुन्छ। आमा ती शक्ति हुन् जसले आफ्नो आँसु लुकाएर सन्तानको मुस्कान जोगाउँछिन्। आमा ती माया हुन् को ऋण यो जीवनभरि तिर्नु खोज्दा पनि पुरा हुँदैन। आज हामी जहाँ छौँ, जे छौँ, त्यसको पछाडि आमाको त्याग, सङ्घर्ष, माया र आशीर्वादको अमूल्य योगदान लुकेको छ। आमाको माया कुनै शब्द, कुनै पुस्तक, कुनै भाषाले वर्णन गर्नु सकिँदैन। त केवल महसुस गरिनु सकिने संसारकै सबैभन्दा सुन्दर र पवित्र भावना हो। संसारका सम्पूर्ण आमाप्रति सम्मान, नमन र अनन्त प्रेम। धन्यवाद। सबैको जय होस्।